गरौँ कसो गरौँ भएर चाहिँ म चाहिँ आज चाहिँ होममेड निम्की बनाउनु लागेको छु है। टाइम पास पनि हुने, खानु पनि मिल्ने, तर दामी टेस्ट चाहिँ दामी भएछ। अब एकताल निम्की। हेलो एभ्रिवान, नमस्ते हजुर सबैजनालाई। आशा छ तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला है। अनि म पनि एकदमै सन्चै छु हो। अनि आज पनि फेरि म चाहिँ एकदमै बोरिङ भएर के गरौँ कसो गरौँ भएर चाहिँ म चाहिँ आज चाहिँ के भन्दाखेरि होममेड निम्की बनाउनु लागेको छु है। टाइम पास पनि हुने, खानु पनि मिल्ने, कति किनेर खाने होइन। निम्की मलाई एकदमै मनपर्छ अनि किनेर बट्टामा लगाइराखेको हुन्छु सधैँ, तर सकिएछ। योपालि चाहिँ म किन घरमै ट्राई गरौँ न भन्ने हिसाबले चाहिँ मैले चाहिँ यहाँनिर मैदाको डो पनि सकिसकेको छु। हेर्नुहोस् ल, यसमा चाहिँ मैले के लगाएको छु भन्दाखेरि यहाँनिर चाहिँ मैले कम्तीको लागि मैले चाहिँ 1 पावाभन्दा अलिकति बेसी मात्रै उयो गरेको छु है। किनभने बेसी गऱ्यो भनेदेखि अहिले बनाउनु पनि राम्रो बनिन्छ बनिँदैन होइन। त्यो हिसाबले चाहिँ मैले चाहिँ यहाँनिर चाहिँ मैदा प्लस ओइल लगाएर अलिकति चाहिँ सोडा, कम्ती सोडा है, त्यसपछि नुन लगाएर सल्टीवाला बनाएको मैले हो। अन्त नुन लगाएर यो मैले मुसिसकेको छु हो। अन्त मैले मुसिसकेको छु। अब चाहिँ म चाहिँ यसलाई चाहिँ अब बनाउनेवाला छु होइन। कसरी बनाउँछ सायदै युट्युबहरू हेरेर यताउता गरेर मैले बनाएको भए त हुने थियो होइन। तर मैले जस्ट ट्राईको लागि आफ्नै तरिका होइन कसरी बनाउने, अब खाएको अनुसारमा त थाहा भइहाल्छ नि त होइन कसरी बनाउँछ ल भन्ने। त्यही हिसाबले चाहिँ अब मैले चाहिँ अब यो बनाउन आँटेको छु होइन। कस्तो हुँदैछ के हुँदैछ टेस्ट होइन। आज चाहिँ अब त्यही सानो मोटो ब्लग लिएर आएको छु। आज चाहिँ हेर्नुहोस् ल तपाईँले अन्तसम्म ल गाइस। मैले चाहिँ यसरी बनाउँदै राख्दैछु, यसरी बेले होइन। अनि अब यसलाई चाहिँ सर काट्छु यस्तो हिसाबले हो, छिटो मिठो होइन। यस्तो हिसाबले काटेर चाहिँ मलाई चाहिँ एकदम फास्ट वर्क मनपर्छ नि, इजी वे छ है। म त फर्स्ट टाइम बनाउँदैछु, लेट्स सी कस्तो हुन्छ। अब अहिले पाकेरै थाहा हुन्छ ल। यसरी बनाउँदै चाहिँ मैले चाहिँ निम्की हेर्नुहोस् होला। कराईमा झैँ लाउन आँटेको ठिकै सकेँ हो। अनि अब यसमा तेल लगाउँछु। तेल लगाएर चाहिँ म फ्राई गर्छु ल, कस्तो हुन्छ है त हेरौँ है त। चाहिँ फ्राइड हुँदैछ है मेरो निम्की चाहिँ। बनाउँदै राखेर एकैचोटि गर्नु पऱ्यो भने चाहिँ टाँसेला जस्तो लाग्यो हो। अन्त यहाँ चाहिँ अलिकति छ हो। एक क्रेम चाहिँ रेडी हुन आँट्यो, कम्ती गरेर बनाएको। यस्तो हुँदैछ ल मेरो निम्की। हेरौँ न टेस्ट चाहिँ कस्तो भयो। पाक्यो यो चाहिँ रेडी भयो। बनिसक्यो मेरो निम्की। अनि विथ दिस टी अब खानु लागेको हामी दुईजना। निम्की रेडी भयो गाइस। फुल्लिनु चाहिँ त्यति फुल्दैन रहेछ किनभने मैले अलिकति के मिलाउनु सकिनँ होला। तर दामी टेस्ट चाहिँ दामी भएछ। टेस्ट चाहिँ दामी भएको छ। अब एकताल निम्की।